हेलो सबैजनालाई नमस्ते। सम्पूर्ण साथीहरुमा सृजना किचनमा स्वागत छ। साथीहरु, मैले अहिले चाहिँ अब असारको महिना मकै पाक्न थालिसकेको छ हाम्रो गाउँघरमा। त्यही मकैको मैले रेसिपी लिएर आएको छु। मैले चाहिँ 4 वटा जस्तो सानो साइजको मकै लिएको छु। कलिलो छ। यो एउटा अलि सारो परेछ, तर अरु सबै मैले कलिलो लिएको छु। अनि यो मकैलाई चाहिँ मैले यसरी नछोडाएर यसरी काट्नु पर्ने हुन्छ साथीहरु। यसरी काटेर सबै मकैलाई काटेँ अनि मैले 8-10 वटा यो सानो साइजको आलु उसिनेको छु। यसलाई लिएर यसरी कोर्दिन्छु। सबै आलुलाई यसरी नै कोर्नु पर्ने हुन्छ। आलु अलि सानो भएकोले 8-10 वटा, ठुलो छ भने त 3-4 वटा भए पनि हुन्छ। आफ्नो क्वान्टिटी अनुसार, आफ्नो चाहिँ परिवार संख्या अनुसार लिँदा पनि हुन्छ। यसरी मैले सबै आलुलाई यसरी कोर्दिन्छु। मकैलाई काटेर आलु कोर्दिन्छु। अनि यो अहिले अब असार साउन सजिलै मकै पाइने असार महिना हैन, मकैको सिजन। अब हाम्रो अनि यसलाई मैले कोरेर भ्याइसकेँ। अब यसमा अरु थप मसलाहरु मिसाउँदैछु। मैले लसुन अदुवाको पेस्ट मैले पिसेर राखेको थिएँ, त्यसलाई पनि मैले यहाँ एड गरेको छु। अनि प्याजलाई काटेर राखेको थिएँ, यसलाई एड गरेको छु। अनि धनियालाई पनि काटेर राखेको थिएँ, मैले यसलाई एड गरेको छु। अझ फ्लेभरफुल बनाउनुहुन्छ भने अन्य चीजहरु पनि मिसाउन सकिन्छ। अनि हरियो खुर्सानी काटेर हाल्न सक्नुहुन्छ, चिली फ्लेक्स हाल्न सक्नुहुन्छ। स्वादअनुसार नुन हालेको छु। मैले चाहिँ यो बच्चा-बच्चीको लागि बनाएको, अनि मैले पिरो पनि अलि कम खाने भएर यसमा मैले खुर्सानी पिरो केही बनाएको छैन। थोरै गरम मसला हालेँ, अनि बेसार, अनि 3 चम्चा कर्नफ्लोर यसमा मैले लिएको छु। अनि यसलाई चाहिँ अब बाइन्डिङको लागि कर्नफ्लोर चाहियो। यसलाई मैले लिएको छु 3 चम्चा ठुलो चम्चाको। अनि यो चीज सिजनिङ लिएको छु। अनि यसलाई पनि अलिकति 1 चम्चा जस्तो यसमा मैले एड गरेँ। यो अप्सनल हो, नहाल्दा पनि हुन्छ। अनि यसलाई मैले सबभन्दा पहिला त मज्जाले यसलाई मोल्नु पर्यो, चारैतिर नुन लागोस् अब यस भनेर मोल्नु पर्यो। अनि थोरै यसमा तेल पनि हाल्नु पर्ने हुन्छ, थोरै, धेरै होइन, 2 चम्चा जस्तो तेल पनि हाल्ने हो। अनि थोरै पानी हाल्दै यसरी मज्जाले मोल्दै जाने के हैन, यसरी पानी हाल्दै मोल्दै जाने। यसरी मोल्दा यसलाई चाहिँ सफ्ट डो बन्छ। अनि मैले थोरै पानी हाल्दै मोल्दै गरेँ। अलिकति मैले यसमा चाहिँ बेसन पनि एड गर्दैछु साथीहरु, अलिकति फ्लेभरको लागि। बेसन एड गर्दिन भन्दा पनि हुन्छ, केही फरक पर्दैन। मैले थोरै बेसन पनि एड गरेँ र पानी हाल्दै यसरी यसलाई चाहिँ डो बनाउने, अनि थोरै तेल पनि हाल्ने हैन। अनि यसलाई सफ्ट डो बनाइसकेपछि अब यसलाई यसरी मोल्ने। अनि यसरी सानो आफ्नो आकार कस्तो खानुहुन्छ त्यस्तै आकार दिने। मैले यहाँ चाहिँ सेफ एकदम त्यो आइसक्रिम खालको चाहिँ आकार दिएको छु के यसरी। अनि यसमा चाहिँ सिन्का, मसँग अरु सिन्का थिएन, मैले चाहिँ त्यो ठुलो खालको त्यो ग्रिल गर्ने सिन्का थियो। अनि त्यो सिन्का थियो, त्यहीलाई भाँचेर त्यसैलाई लिएँ। आइसक्रिमको सिन्का हाल्दाखेरि पनि हुन्छ। यसरी सेफ दिँदै अब आफ्नो इच्छा अनुसार, कसै गोलो दिँदा पनि भयो, अनि ओभल दिए पनि भयो। मैले यति ओभल यस्तो खालको बनाएँ, गोलो। अनि यो सिन्का नहाले पनि हुन्छ, हाल्नै पर्छ भन्ने छैन। मैले केटाकेटीको रहर अनुसार त हालिदिएको। यसलाई यसरी सानो गोलो सेप दिँदै यसरी बनाउने साथीहरु। मैले सबै यसरी बनाएँ सबैलाई, अनि अरु पनि यसरी बनाएँ। अब यसलाई हजुरहरुले आज खानुहुन्छ भने आजै बनाउँदा हुन्छ, नत्र भोलि पर्सि खान्छु भन्नुभयो भने यसलाई चाहिँ एउटा चाहिँ एयर टाइट डब्बामा स्टोर गरेर फ्रिजमा राखेर खान सक्नुहुन्छ। मैले चाहिँ यहाँ फ्राई गरेको भिडियो स्किप भएछ, एक राउन्ड फर्काइसकेपछि बल्ल याद आयो कि म त स्किप भिडियो भएको। अब यसलाई चाहिँ फ्राई गर्ने, तेल तताएर अब यसलाई चाहिँ थोरै उसको घोल बनाएर गर्दा पनि हुन्छ, म यतिकै गर्दा पनि हुन्छ। मैले यतिकै गरेको हो। थोरै कर्नफ्लोरको घोल बनाएर त्यसमा डुबाएर हाल्दा पनि हुन्छ, तर यतिकै हाल्दा पनि हुन्छ। कर्नफ्लोर अलरेडी छ, एकदम क्रन्ची क्रिस्पी हुन्छ। सुरुको भिडियो स्किप भएछ, त्यसको लागि क्षमा चाहे। र यसरी पालो यसरी बनाउने। मैले आज जम्मा 4 वटा मात्रै बनाएको छु, अरु चाहिँ स्टोर गरेर राखेको छु। अब भोलि बच्चालाई टिफिन जाँदा बनाउँदा एउटा दुईटा फ्राई गर्दै पठाउने गरेर त्यो भनेर स्टोर गरेर राखेको छु। आज 4 वटा मात्रै बनाए साथीहरु। हजुरहरुले यसरी बनाएर खानु होला। थ्यांक यू एभ्रीवन, हैव अ नाइस डे, बाइ बाइ, सी यू नेक्स्ट भिडियो, इन्जॉय योर डे।